सेवा नमस्ते सम्पूर्णलाई। आज चाहिँ अब दीपावलीको लक्ष्मी पूजाको दिन सरसफाइ गरेर ती फुल झिलिमिली गरेर सफा सुग्घर गरेर लक्ष्मी भित्राउने होडबाजी हुन्छ हैन गाउँघरमा। तर अब हामी चाहिँ परदेशमा हामीले पनि त्यस्तै तरिकाले लक्ष्मी पूजा सम्पन्न गर्दैछौँ। अनि यो पालो चाहिँ विशेष गरेर अरू पालि त्यस्तै भयो भने यो पालि आमा आउनु भएको छ, त्यही भएर दसैँ त्यस्तै रमाइलो उत्साह भयो। अनि तिहार पनि त्यत्तिकै रमाइलो हुँदैछ। आमाले पूजा गर्नु हुँदैछ। घरको मूल थाम भनेको मूल थाम हो। भगवानको कृपाले हामीले यसपालिको तिहार दसैँ तिहार आमासँग मनाउनु पाइयो। योभन्दा खुसीको क्षण सायद मेरो लागि अरू कमै हुनेछ। यता ब्याकग्राउन्डमा गीत कहिले नमर्ने अमर गीतहरू बजिरहेछ। यो गीत त अरू बेला बज्यो पनि तिहारकै सम्झना आउँछ के अरे। अनि त्यही हाम्रो चाहिँ अब के अरे अब अलिअलि पैसाहरू सुन चाँदी अलिअलि पूजा गर्नुपर्छ भन्ने एउटा पहिलेदेखिको चलन भएको हुनाले त्यही अनुरूप हामीले पनि हल्का फल्का यसरी पूजा गरिरहेछौँ। हाम्रो अब बाहिर पूजा गर्ने होइन आमा? अब यो मेन भयो। अब बाहिर हुन्छ। खोइ त्यो उयो आमा यो फुल लानु नि। यो थालीको फुल अलिक लाइट कम भयो। यहाँ गरेर नि बाहिर गर्दै आउने हो कि। लु हिँड्नु नि। भयो यहाँ भयो नि। हाम्रो स्वर्गमा रहनुभएका हाम्रो पिता आज यो परदेश 7 समुद्र पारी पनि कान्छा छोराकोमा यो आमा आएर एकदमै रमाइलो आशीर्वाद स्वरूप हरेक। अरे यहाँको लाइट चाहिँ अझै के भयो भोलि? यो चाहिँ हाम्रो बाहिर हो। हुन्छ आमा त्यहाँदेखि यता आउनुहोस्। यो चाहिँ अब नेपालमा त आफ्नो घर हुन्छ के अरे चेक गर्दा पनि यो त अब हुँदैन। आमाले लक्ष्मी लिएर आउनुभयो। अब यता फर्केर आमा चाहिँ बाहिर फर्किँदै पछाडि सर्नुपर्छ। आमा हो यता फर्किनुपर्छ। हो त्यसरी अब सर्ने। पूजा गरिसक्नुभयो यो त हो त्यसरी। के बल्दैछ? ठिक छ। लक्ष्मी अब लक्ष्मी भनेको यति अपार हो, सबैको घरमा जानुपर्ने हुन्छ। फेरि हाम्रो घरमा मात्र आइज भन्नु पनि नमिल्ने हामीले। त्यसैले सबैमा अपार हिसाबले जानु पर्यो। लक्ष्मी कुरा बुझिदिनुहोस्। मैले स्वार्थी हिसाबले मेरो घरमा मात्र आऊ भनेर म कहिले भन्दिनँ। छर छिमेकी इष्ट मित्र घर परिवार देशै धनी होस् भन्नु चाहन्छु नि। मेरो त सोच्नु अन्तिममा हेरे तल अलिकति धेर चाहिँ हाम्रोमा आइदेऊ अरे क्या। आम्मामा त्यो त हो नि। आमाजी आएर ए माथि त्यो रोटी छेउमा राख्दा हो त्यो खप्टाइदिनु नि। त्यो किन खनाउनु र? हो त्यतिकै। अनि यसपालि चाहिँ विदेशको भूमिमा भए पनि सयपत्री फुलहरू चाहिँ मनग्गे प्रशस्त मात्रामा सयपत्री फुलहरू चाहिँ उपलब्ध भएको छ। अब यसको लागि सम्बन्धित व्यक्तिहरूलाई धेरै धेरै धन्यवाद। यति धेरै सयपत्री फुल उपलब्ध गराइदिनु भएकोमा। विशेष आज सुवाङमा मेरो छोरी चाहिँ आज स्कुलबाट ठुलो कन्सर्ट भएको हुनाले ऊ अलिकति अब स्कुलको मेन
के भन्छ लिड रोल छ अरे, त्यही भएर अप्सन हुनु नमिल्ने भएर आज कन्सर्टमा गएको छ। अब ऊ मिस भयो, अहिले आएपछि टिका लगाइदिने। सुन्नु बहिनी एकछिन। 2081 सालको लक्ष्मी पूजाको भोलिपल्ट दिन विदेशी हिजो हो नि, अहिले देउसी भैलो खेल्नु हाम्रा भतिजिनी अनि यहाँ भाबीजी विशेष गरेर छुटाउने नहुने हाम्रो सोल्टिनी हजुर, यहाँ छाया सोल्टिनी ठुली आमाले चाहिँ खाजा भेटिहाल्नु भयो। यता दर्शकबिन घरपेटी आमा आई, अर्को सेकेन्ड घरपेटी हाम्रो हिरो, तुमी हिरो घुम न वरिपरि घुम्ने। रिराम हिरो यता यति छिटो खिच भतिजले खिच्दैछ। गुड ट्याक्कै 100 वर्ष कट्नुपर्छ बजु। ल धन्यवाद। सम्पूर्णलाई सेवा नमस्ते। अनि आज 2081 सालको शुभ दीपावलीको मुख्य दिन भाइटिका। हामीले चाहिँ यहाँ मनाउनलाई सुरु गर्नलाई रेडी भइसकेको छ। यसको लागि सबै फुलमालाहरू सबै रेडी, अनि चेलीबेटीहरू पनि रेडी, अनि माइती खालहरू पनि हामी रेडी छौँ। अब चाहिँ हामी टिका लगाउनलाई चाहिँ गइरहेछौँ। यहाँ अब सदाबहार गीत बजिरहेछ। ल सुरु
यो होइन एउटा त्यहाँ गयो नि त यस्तो ओखरलाई चाहिन्छ होइन त फेरि त्यहाँ अलग्गको यसरी राख्छ यसरी खिचेको छ है ल आज टिका लाउने क्रममा फेरि यहाँ हाम्रो भान्जा पनि आज यो पालोको तिहार चाहिँ जुरेको छ अनि हाम्रो एउटा खतरा जखमले भान्जालाई यहाँ हङकङमै 3 चेलीहरूले चाहिँ पुज्ने अवसर मिलेको छ फुल धेरै लगाइदेऊ न छ त सबै यो फुल ल उचाको पालो एक गरेर दिँदा देउता बनाएर रेमन ठाडो भयो आज रेमनले जित्छ रेमनले जित्छ नि अब सिउ ठाडो भयो सिउ ठाडो भयो ल भयो भयो 3 जनाले एक ताल भइसक्यो त टिका लगाइदियो भयो त 1 2 3 अब टिका